तपाईले चिनीको चास्नीमा चोपेको रसभरि खानुभन्दा एउटा केरा खाएको बेस्ट। बिहा हुनै पर्छ। अब यहीँनिर बुझ्न आवश्यक छ क्या, फलफुललाई नराम्रो भनेको होइन। हामीले खाएको जुन आज हाम्रो प्लेटमा भएको जुन फलफुल छ यो हजारौं वर्षको सिलेक्टिभ ब्रिडिङ हो। यसलाई जीएमओ भन्छ, जेनेटिकली मोडिफाइड गरेको। चाइनिज आँप देख्नु भएको छ, 1-1 किलोका 2-2 किलोका आँपहरू छ्यापछ्याप्ती बजारमा छन्। अनि तपाईँको थाइल्यान्डको अम्बा भनेर यत्रो केजी अम्बा देख्नु भएको छ। रियल नेचरमा भएका फलफुलहरू जहिले पनि के हुन्छ, बाङ्गा टिङ्गा सानो, बिहा भएको, फाइबर धेरै भएको। तर जब जेनेटिकली मोडिफाइड हुन्छ अनि पहिलो उद्देश्य के हुन्छ भन्दाखेरि सकेसम्म बिहा नहोस् है, र त्यसमा भएको फाइबर सबै झिकौँ र चाड र सक्दो गुलियो चाहिँ होस्। मान्छेलाई चाहिँ गुलियो चाहिँ मनपर्छ। हेर्नुहोस्, यो सबै भनेको बिस्तारै बुझ्ने कुराहरू हो। अब हजारौं वर्षको सिलेक्टिभ ब्रिडिङ भयो। अब अहिले हामी चाहिँ फलफुललाई हेल्दी भनेर हजारौं वर्ष पुरानो फलफुललाई अहिले मोडर्न फ्रुटसँग चाहिँ हामी कम्पेयर गर्न लाग्छौँ।